रिटेल लेक्चरमा तपाईहरुले टेम्प्लेट युज गर्नु भएको छ कि छैन यदि तपाईहरु टेम्प्लेट युज गर्दै हुनुहुन्छ र त्यो जुन ह्युमन एक्जामिनर छ उसलाई obviously त्यो टेम्प्लेटै हो भनेर थाहा भयो भने तपाईलाई 0 पनि दिन सक्छ त्यही भएर टेम्प्लेट युज गर्न पाइन्छ तर एकदम नेचुरल फिल हुनुपर्छ है मोरओभर इन एडिसन यस्ता शब्दहरु चाहिँ नेचुरल हुँदैन हैन he highlighted he mentioned भन्ने खालको चाहिँ त्यो सोच्नु पर्छ के त्यो टेम्प्लेटहरु प्रयोग गर्नको लागि सो नेचुरल वर्ड्सहरु के हुन्छ त तपाईले यहाँ देख्दै हुनुहुन्छ रिटेल लेक्चरका मैले केही पोइन्ट्सहरु दिएको छु र जे तपाईले यहाँ देखिराख्नु भएको छ त्यो शब्द मात्र होइन जस्तै स्लीप डिसअर्डर अनि यो नार्कोलेप्सी यस्तो शब्द मात्र छैन इन्सोम्निया यहाँ के छ भन्दाखेरि प्रपर मिनिङफुल सेन्टेन्सेस छ एन्ड दिस इज द सिक्रेट टु द बेस्ट रिटेल लेक्चर तपाईले यदि फ्रेज लेख्न सक्नु भइरा छैन अथवा लङ सेन्टेन्सेस लेख्नु भइरा छैन भने रिटेल लेक्चर बेकार हुन्छ त्यसमा केही मिनिङ नै आउँदैन है सो यसरी लेख्न पनि एउटा आर्ट हो यही शब्दलाई मैले कसरी भन्छु हेरौँ है त र कस्तो कस्तो टेम्प्लेट वर्ड्सहरु आउँछ त्यो पनि हामी हेर्छौं The speaker began by talking about the patients who are being treated for insomnia, but actually that is not the case. They are being treated for excessive sleep. And this is not so for the people who are suffering from hypersomnia, who will feel sleepy when they are in the supermarkets or the parties. Actually, the failure to remain awake while driving could be so life-threatening. It is the excessive daytime sleepiness which is causing this problem, and this occurs the first time during teen years and goes throughout their years in the adulthood as well. These are the sleep attacks for 15 minutes to 2 hours, and this is called narcolepsy. In conclusion, the speaker said that there are some drugs to decrease the frequency of such sleep attacks. हेर्नु भयो नि मैले अलि एक ठाउँमा चाहिँ फम्बल गरेको छु जुन चाहिँ त्यो पनि गर्न नहुने हो हैन मेन कुरा के थियो भन्दा मैले फर्स्ट सेन्टेन्स चाहिँ द स्पीकर बिगन बाइ टकिङ अबाउट भनेर सुरु गरे तर तपाईहरुले चाहिँ यस्तो गर्नै पर्छ भन्ने छैन र नगरेकै राम्रो किन भन्दा मैले यदि प्रयोग गर्छु भने यहाँबाट 1000 जनाले प्रयोग गर्न सक्छ र त्यो एक्जामिनरलाई थाहा होला कि यो चाहिँ एउटा टेम्प्लेट हो भनेर है सो यसरी the audio was about the speaker began by talking about the lecture was talking about the topic of this lecture was भनेर तपाईहरुले स्टार्ट गर्नुस् है त्यसपछि आउँछ मैले which को एक्सेसिभ युज गरेको छु है which the patients who are being treated हैन not कि patients are being treated patients who are being treated which who यस्तो शब्दहरुले पनि तपाईको एकदमै राम्रो फर्म बन्छ ग्रामेटिकली पनि मिल्छ र नेचुरल पनि सुनिन्छ है र but र and को चाहिँ अनि प्रयोग गर्नुस् not कि the speaker highlighted किन भन्ने त हैन highlighted त गरे हैन नि त उले मेन्सन भन्न सकिन्छ टक्ड अबाउट भन्न सकिन्छ तर अब एम्फसाइज्ड हाइलाइटेड भनेको चीजहरु चाहिँ कुनै पर्टिकुलर कुराहरुमा